ल भन तिमीहरू चाहिँ कहाँबाट आएको रे गाइस दिदीको आइडीमा चाहिँ सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला शेयर र सब्स्क्राइब चाहिँ अरु नगरी सब्स्क्राइब र लाइक चाहिँ गरिदिनु होला ल थ्यांक यू म यतै वरि हेलो साथीहरु दर्शक मेरो युट्युब च्यानलमा तपाईहरुलाई फेरि स्वागत गर्न चाहन्छु आज फेरि हामी यहाँ बन्दीपुर घुम्न हिँडेको साथीहरु हामी चाहिँ भर्खरै घरमा हिँडेको अहिले चाहिँ घरिनमा आइपुग्यो भाइ हल्का हल्का नाम साथीहरु चाहिँ कस्तो हुन्छ हेरिदिनु होला जस्तो हुन्छ त्यस्तै गरिदिनु होला साथीहरु है साथीहरु जामा परेको अवस्थामा पर्यो एकदम ट्रकमा ठोकिनु लाग्यो नि करू भनेको नि म त त्यो बाटो यस्तो चिप्लो बाटोमा यति धेरै जाम्नु परेको साथी हो माथि पुल भन्छ यसलाई माथि पुल चाहिँ नयाँ खन्दै छ यो हामी हिँडेको चाहिँ पुरानो पुल हो यो चाहिँ नमौलीको लास्ट छिरिसकेको छ साथीहरु पहिला हिमाल हामी चाहिँ बन्दीपुर आइयो है साथीहरु बन्दीपुरमा आएको ठ्याक्कै कस्तो राम्रो हिमाल देखियो है कस्तो राम्रो ठाउँमा आइपुगेँ र हेर्नु हो यो चाहिँ 5 स्टार होटल अरे के कत्रो होला त हेर्नु न डाँडामा यस्तो राम्रो बनाएको हामी अहिले त्यहाँ जान्छौँ होइन त्यो डाँडामा काम गएको त्यहाँ चाहिँ हामी हिँडेर गएको हो पहिला जाँदाखेरि यता त हामी हिँड्दै गर्थ्यौँ के त्यति बेला मलाई चाहिँ यस्तो ठुल्ठुलो चौतारी देख्दा चाहिँ एकदम खुसी लाग्छ है त्यो मासिएको हिँड्छ अझै पनि ठुल्ठुलो रुखहरू भनेर कति मजा मजाको चौतारी घरहरू गइसक्यो है यो टुरिस्ट नपुगेको ठाउँ त कहाँ होला र राम्रो राम्रो फुलहरू छ हामी चाहिँ त्यो थुप्रोमा हो कि हामी हिँडेर गएको कति दामी चौतारी हो हाम्रो चाहिँ BMW राख्न आएको के छ फेरि यहाँ हाम्रो चाहिँ BMW होइन यो टुरिस्टमा चाहिँ आजभन्दा 18 वर्ष अगाडि आएको थिएँ म पहिला त्यति बेला त यहाँदा चौर मात्रै थियो कस्तो दामी दामी चौतारीहरू छ हामी चाहिँ म यहाँ पहिला 18 वर्ष अगाडि आएको थिएँ कि कम्प्युटर पढ्दाखेरि के कोर्स पढ्दाखेरि हामी डिप्लो कोर्स पढ्दाखेरि यहाँ घुम्न आएको थियौँ साथीहरू यो टुटी खेलमा त पहिला त यहाँ धुलै धुलो मात्रै थियो यो टुटी खेलो भन्ने मात्रै थियो ओ माई गड कस्तो राम्रो देखेको तलको बस्तीको होइन दामी दामी रहेछ ल हामी चाहिँ अब
अनुहार फेस चाहिँ कस्तो कक्रक्क भएको त्यो उसले देखाइदिनु त ल यहाँ एकचोटि भिडियोमा मेरो बाललाई सबैले हाइलाइट भन्छ नि मेरो बाललाई तर यो हाइलाइट होइन कि साथीहरू मेरो चाहिँ यो सेतो कपाल फुलेकोलाई कलर लगाएको अरू केही पनि होइन त्यही पनि मैले नुपुर मन रोबी मान्छेले कहाँ पैसा धेरै हाल्छ त नि जब म नुपुर हो कि मैले कपालमा हालेको है 50 रुपियाँ चाहिँ नुपुर हो कि मेरो बालमा लगाएको तर सबैले हाइलाइट भन्छ मेरो बाललाई यहाँ आउँदा हामी चाहिँ बोल यहाँ आउँदा हामी बिचमा बसेर यहाँ फोटो खिचेको अनि यहाँ चाहिँ केही पनि थिएन क्या यस्तो चौर बनाएको रहेछ चौरै चौर थियो यहाँ त यस्तो समय दुबोरे घोडा राखेर चाहिँ दामी हिमाल देख्यो यहाँ घोडा नि चढ्ने रहेछन् मान्छेहरू अनि घोडामा चौरा भयो नि चौरा भयो नि घोडामा चढ न म चढ्छु है चढेर कहाँ जान्छौ त यति यस्तो हिँड्ने होइन 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 ओ त्यही हो के हो त्यो गर्नु आफू खैरिनी डुम्री हो क्या त्यो हामी चाहिँ एकछिन फोटो खिच्यौँ हिमाल हेरेर साथीहरू ल हेर्नु यहाँ कतिजना मान्छेहरू आउनुभयो यो कहाँको भ्रमण आएको छ कि है यो सब बन्दीपुरको टिटी खेलमा यहाँ चाहिँ घोडा छ घोडा पनि चढेर मैले भिडियो बनाउने छु कहाँ केबल कार छ भनेदेखि कहाँदेखि भयो त्यो घरकै मुनितिर ए त्यो बिल्डिङ हेर्नु त्यो 5 तारे होटल अरे 5 स्टार होटल अरे हो यता त लास्टै भिड रहेछ ब्रो हेर्न नसक्नु है डर लाग्दो तलतिर तलतिर त हेर्न नसक्नु रहेछ यस्तो छङ्गाछल भिड छ भाइ ए ठ्याक्कै हिँडेको देख्यौँ नि है त्यहाँ ठ्याक्कै हामीले ट्विन देख्यौँ कि ट्विन अरे केबल कार त्यो भिडमा हो ए तल झरेको तल आयो अर्को हो त्यहाँ देखिएछ कि आउनु न यहाँ भ्यू पोइन्ट चलाएको चाहिँ हेरौँ भिड त यस्तो भ्यू पोइन्ट पनि त हो नि कस्तो दामी देखेको ल यहाँ तलतिर चाहिँ भिड छ है छङ्गा छोरी यहाँ म त यो यति धेरै बाटो देखेको थिएन कि बरु हामी बजार झर्दाखेरि सर्टकट झै मान्थ्यो होइन कस्तो राम्रो हिमाल देखेको छ है यहाँ आज चाहिँ बन्दीपुर पनि भिड रहेछ है भिड रहेछ त्यस अहिलेको चाहिँ धेरै राम्रो बनाएको रहेछ कि यति धेरै मान्छेहरू छ क्या यहाँ स्कुलबाट पनि लिएर आएको घुम्न र अरू पनि आएको छ यहाँ ल बन्दीपुर माउन्टेन रिसोर्ट पनि नानीहरूले नक्कल पारेर टिकट यहाँ पनि रहेछ यता पनि यहाँभित्र के हो हेर्नु जानु पाइँदैन के रहेछ यहाँ भ्लगर पनि होइन युट्युबर पनि होइन अलिअलि भिडियो चाहिँ बनाएर हाल्छु हाल्छु दिदीको च्यानलमा सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला शेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि मेरो चाहिँ के अरे के छ नि @परमिला राणा 798 ए डाटा समसँग हटस्पट अन गर है हटस्पटमा अन गरिदिइहाल्छु ल भन तिमीहरू चाहिँ कहाँबाट आएको रे गाइस दिदीको आइडीमा चाहिँ यो छ आइडी चाहिँ हैन ल दिदीको आइडीमा चाहिँ सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला शेयर र सब्स्क्राइब चाहिँ अरु नगरिन सब्स्क्राइब र लाइक चाहिँ गरिदिनु होला थ्यांक यू म यतै वरिपरि हुन्छु मेरो त्यो हटस्पट चाहिँ नजिक अब मलाई चाहिँ यहाँ हटस्पट चलाउनको लागि चलाउनु छ भने है ल बाई हेलो हेलो ल यता चाहिँ रमाइलो छ फोटो र भिडियोको लागि यता चाहिँ मेरो ह्यान्डसम बुढो बस्नु भएको कि म चाहिँ घोडा चढ्नको लागि घोडा लिनु गएको छ भाइ म त्यससँग घोडा चढ्छु म चाहिँ घोडा चढेँ है साथीहरू हाफ राउन्ड गर्ने आफै हिँडेको नपिटा त्यस्तै बिचरा चल
एकछिन साइड्स त्यसको खुट्टामा तल टाप त्यो हिनाली नै त्यसले हो कि हेट चुलो हेट धेरै नि गरिदिन्छ नि त हेट चुलो च खुट्टा भेट्नु पर्यो नि भेट्चिन्छ तपाईँ अलिकति लुज हुनु पर्यो अझै यो चढ्ने म दाइ पनि दाइ चढ्ने होइन घोडा चढ्ने र हर पनि पुग्यो गाइज नवलपुर आएको है कति क्लास आजै हिँडेको कि हिजो हिँडेको अनि कहाँ बस्ने हो त फेरि आज आज पोखरा गएर बस्ने हो भोलि भोलि नै घर हो 2 दिनको 3 दिन गर 3 दिन भन्नुभएको थियो सर अघि 2 दिनको स्याङ्जाबाट होला मङ्गलीबाट जाने र बौद्धकाली अलग हो हामी पोखरा नजिकै पहिला म त 18 वर्ष अगाडि आएको म 17 वर्ष अगाडि आएको म आएको हो कि यहाँ चौर थियो यहाँ चौरमा बसेर फोटो खिचेर गएको टन्न लाएर म कम्प्युटर क्लास पढ्दाखेरि त्यो कम्प्युटरको डिप्लोमा कोर्स गर्दाखेरि आएको नाम @प्रमिला राणा 798 टिप पेन ल्याएको भयो प्रमिला राणा यो चाहिँ नवलपुरबाट आएको ग्रुप है नवलपुरबाट ठुल्ठुलो चौताराकै हामी त्यहाँ निस्क जाने होइन ल हेर्नु 5 स्टार होटलको कति तल रहेछ त 1 2 3 4 5 6 7 8 9 10 11 12 तल रहेछ ल 13 तल 14 तलै जस्तो रहेछ यो त माथि स्विमिङ पुल पनि भएको होला कि यत्रो होटल चाहिँ बन्दैछ साथीहरू बन्दीपुरमा केबुल कार यहीँबाट होइन क्या कि बनिरहेको अवस्था छ बनिरहेको अवस्था छ थाकेको त्यहीँबाट हुँदा नि के भन्दा रैमा हामी चाहिँ यो 5 स्टार होटलमा हेरेर फर्किसक्यौँ है यहाँ त दरबार पनि थियो त बरु कुन चाहिँ त त्यहाँ हाम्रो दुलै थियौँ कि त्यहाँ त पुरै ढुङ्गा ओछ्याएको थियो कि बाटो पनि अनि त्यो भ्यू पोइन्टमा जान्छौँ हामी अहिले त्यहाँ जाने बाटो बनाएन र खरबारी उकालेर उक्लेर गएको कि त्यहाँ हामी बाटो रहेछ भने जाऊँ न नजानी हेर न अहिले बाटो रहेछ भने जाऊँ न नजाने उक्लिने बाटो रहेछ भने नजाऊँ दामी घरहरू चौतारो हुँदै हामी हिँडेर गएको थियौँ कि गाडी आउँथेन तलै रोक्थ्यो कि हामी त हो यही बाटो हामी हिँड्दै गएको जस्तो फुल दामी
हामी चाहिँ बन्दीपुरको बजारमा घुम्दैछौँ साथीहरू। खतरा हुँदो रहेछ। कुन हो खास राजदरबार? दरबार कुन हो? तोम्बा खानीभाँडा। यो क्यामेराले केही छुटाउने मन लाग्दैन, सबै राम्रो छैन है। हामी यही होटलमा खाजा खाएको जस्तो खाना खाएको जस्तो लाग्यो मलाई। त्यो दामी दामी पुरानो पुरानो घरहरू पनि है। यो घरहरू निकालेर फोटो हान्दिनँ बरु। ब्युटिफुल। भोटेको ड्रेस पनि रहेछ। यस्तो राम्रो राम्रो देखेको। के राम्रै ब्युटिफुल। नानीले खाजा खाँदैछन् यहाँ। नाइस जोडी भन्नु न। गुलिभर यहाँ नि हान्नु बरु। यहाँ दामी है। हामी चाहिँ फोटो र भिडियो खिच्दा 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 हैरान भइरहेको छौँ। कति रहेछ बजार? भित्र जाम त एकचोटि, भित्र सर त जाम त एकचोटि है। यहीँ नेवारी ड्रेस मागेर उसरेको हिजो कि। नेवारी ड्रेस लगाउने हजुर मैले दुईवटा लाउनु भए लाउनुहुन्थ्यो। एउटा मगर ड्रेस त पाउनु होला नि। ए नेवारको बस्ती भएर लगाएर आज चाहिँ बजार दामी आएको छ है। दामी 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 हो। यो मान्छे घरमा बनाउनु पऱ्यो पुरो टिकटक। मान्छे घरमा बनाइदिनु टिकटक है। बनाइदिनु घर फर्किँदै मन लागेन त बन्दीपुरबाट। कति रमाइलो हो। हाम्रो क्यामेराम्यान फेरि डराएर भागिहाल्छ कि यतातिर। त्यस्तो ड्रेसहरू लाएर पठाइदिनु हुन्थ्यो। एक ल हजुर ड्रेस हिमाकेर लगाउनु भएको यतातिर किनेर? त्यही त नि। कसरी पर्दो रहेछ? 1 घण्टाको 300। 1 घण्टाको 300 हजुर। ए अनि भ्याउनु होला। ए हजुर उनीहरू ए ल है त म सोच्छु 1 घण्टाका 300 गरे ड्रेस लगाएको। हजुर हजुर लाउनु दुईजना भए पो हुन्थ्यो। एकजना भाइ 1 घण्टा त पर्दैन। 2-4 फोटो खिच्न मात्रै हुन्न। हो हामी चाहिँ अब कफी सपमा पस्यौँ होइन। कफी खानु पर्यो भनेर। यस्तो त मगाएको छ आगे छैन। कफी खानु नयाँ मेनु हेरेर खानु। नयाँ आइटम नयाँ आइटम। तिमी त स्टाफ होला नि त। स्टाफको त के दोष हुन्छ र। तर
खाना चाहिँ खाइयो नमिठो भए पनि पैसा तिरेपछि लोभ लाग्छ होइन पैसा तिरेपछि लोभ लाग्छ जति नमिठो पनि खानु पऱ्यो त्यति चाहिँ मिठो छैन कि हात नमिठो मेन कुकको तल गाइस पैसा परेपछि इङ्ग्लिस त पड्काउनु रहेछ भाइले हेरि के भन्यो अन्त भित्र बोले हो अनि के भन्यो नेपाली हो हजुर पैसा परेपछि फाल्न माया लाग्छ घुइँ घुइँ खाने हो भोसिलो कुरो खा चाहिँ पानी बोतल माग्ने एउटा बेर कति भयो भनेर ओके नर्मल पानी लिएर आउनु पानीको बोतल भ्लग चाहिँ सकिन्छ साथीहरू बदली पनि सकियो खाजा खाएर पनि सकियो अब हामी चाहिँ जान लागेको हामीलाई नर्मल यो पिउने पानी होइन कि हामीलाई मुख खुल्ला गर्नको लागि मात्रै है अब हामी चाहिँ हाम्रो भ्लग चाहिँ यहीँ सकिन्छ साथीहरू मेरो भ्लग चाहिँ कस्तो हुन्छ हेर्दै गर्नु होला रमाइलो लिनु होला एक गिलास मात्रै हेरिदिनु हुन्छ भनेपछि मेरो भिडियोलाई हेरेर लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु होला गाइजहरू नराम्रो भए पनि राम्रो छ भनेर ध्यान दिनु होला हस्त धन्यवाद बाई